गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा। करोडौं खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली हामीलाई चाहिएको छैन भन्दै प्रचण्डको चेतावनी। आफूलाई भेट्न आएका मिटर ब्याज पीडितलाई रविले भने, जनताका लागि धेरै लड्दा दुःख पाए, जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिकारी आवश्यक छ भन्दै प्रचण्डको भनाई। भारत पाकिस्तान हात हालहालको स्थिति नहोस् भनेर हामीले पनि भन्यो भन्दै प्रधानमन्त्री ओलीको जिकिर। वर्तमान सरकार दलाल बिचौलिया भ्रष्टाचारको सरकार हो भन्दै प्रचण्डको कडा विरोध। भारतबाट नेपाल फर्कदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली। लुम्बिनी सम्बोधन गर्दै भारत पाकिस्तान बीचको तनावबारे प्रधानमन्त्री ओलीले के भने यसबारे सम्पूर्ण जानकारी। सांसद विष्णु पन्थीको पक्राउ पुँजी प्रकरण के गर्दैछ रूपन्देही प्रहरी। म्याद गुर्जिएको विस्फोट पदार्थ नष्ट गर्ने क्रममा 13 जनाको मृत्यु। सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार यसबारे ठूलो खबर। मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरूले चलाइरहेका छन्, सबै नियुक्ति र बजेटमा उनीहरूकै कब्जा छ भन्दै उपेन्द्र यादवको चेतावनी। गभर्नर नियुक्ति गल्जिँदै गठबन्धन, एकपछि अर्काको नाममा चर्चा ल्याउँदै मिल्काउँदै। निर्मल निवासले भन्यो राजालाई नजरबन्दीमा गरिएको छैन। 3 वर्ष 7 महिनापछि रापरपा कार्यालय फर्किए कमल थापा। नेकपा यसको युवा संघमा फेरि बाँडभैलो, माधव नेपालले मनोनित गरेको भन्दै झलनाथका छोरासहितको विरोध। तिनकुने घटनामा मुद्दा खेपिरहेको सबै कानुनी प्रक्रिया रापरपाले जिम्मेवारी लिने। अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्न, गण्डकी त्रिभुवन परियोजनामा कार्यान्वयन गर्न कति अप्ठ्यारो पर्यो। पक्राउ पूर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा देखिए। यस्तो छ विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने ओली देउबा सहमतिको पृष्ठभूमि। जडीबुटी पेप्सी कोला सडक दायाँ बायाँ 15 मिटर भन्दा संरचना हटाउन अल्टिमेटम, बालन शाह कडा एक्सनमा। सहकारी ठगी फरारमा रापरपाका सांसद बस्नेत फर्कन किन अघि बढेन प्रक्रिया यसबारे ठूलो खबर। हावाहुरीले केरा खेतीमा 51 लाखको क्षति, भारतले खोले सबै विमानस्थल। समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौ भन्दै शिक्षा मन्त्री गुरुङको भनाई। कार्यकर्तालाई प्रचण्डको आग्रह, राजावादीको आन्दोलन निस्तेज पार्ने गरी लाग्नु पर्यो। आईसीसीका न्यायाधीशलाई गिरफ्तारी वारेन्ट फिर्ता लिन इजरायलको आग्रह। बुद्ध शिक्षा दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ भन्दै प्रधानमन्त्रीको भनाई। बंगलादेश सरकार प्रमुख युनुसले भने नेपालसँग जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं। रापरपा कार्यालयमा बस्यो संयुक्त जनआन्दोलनको समिति बैठक। यस्ता छन् सम्पूर्ण निर्णय, गृहमन्त्रीको साथी हो भन्दै धम्की दिने व्यक्ति पक्राउ। मानिसमा भ्रम छार्ने प्राधिकरणले छेदपत्र ल्यायो भन्दै कुलमान घिसिङको भनाई। सीके राउत जिल्ला बाहिर भएकाले एकता प्रतिक्रिया अघि नबढेको भन्दै रञ्जिता श्रेष्ठको भनाई। अन्तिममा प्रधानमन्त्री ओलीले नै किन मानेनन् गुणाकारलाई गभर्नर बनाउन, यसबारे सम्पूर्ण जानकारी पनि आजकै समाचारमा। दर्शक महानुभावहरू नमस्कार। पारस अनलाइन टिभीको न्युज बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। म पारस नेउपाने। सदा चाहिँ आज पनि हामी मुख्य समाचारको साथमा उपस्थित भएका छौं। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक गरी सक्दो शेयर गर्न भने नबिर्सिनु होला। दर्शक महानुभावहरू त्यसैगरी पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानल पारस अनलाइन टिभीलाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा क्लिक गर्नु होला। कहाँबाट हेर्दै हुनुहुन्छ अनि के कस्तो लाग्दैछ आफ्ना कुराहरू तलको कमेन्ट बक्समा कमेन्ट गर्नु होला। आउनुहोस् दर्शक महानुभावहरू आजका मुख्य समाचार सुरु गरौं। अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणाकारलाई गभर्नर बनाउन भनिएको प्रसङ्गबाट। दर्शक महानुभावहरू, नेपाल राष्ट्र बैंकले गभर्नर नियुक्तिको विषय अन्ततः अर्थविद विष्णु पौडेलको नाममा सहमति जुटेका सँगै निकास निस्कन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा बीच पछिल्लो भेटवार्तामा पौडेललाई गभर्नर बनाउने साझेदारी बनेको हो। त्यसैले पौडेलले गभर्नर सिफारिस समिति सदस्य पदबाट राजीनामा समेत बुझाएका छन् भने पौडेलले सोमबार अर्थमन्त्री विष्णु पौडेललाई इमेल गरी राजीनामा पेश गरेका हुन्। गभर्नर नियुक्तिमा विष्णु पौडेलको नाममा आउनु अघि लामो समय सिलसिलामा रहेको थियो। सत्तारूढ कांग्रेस एमाले बीच तानातान, धेरै नामहरूको चर्चा र विवादपछि मात्रै पौडेलको नाममा सहमति जुटेको भने उनको नियुक्ति कहिलेसम्म हुन्छ भन्ने अहिलेसम्म यकिन भएको छैन। दुई प्रमुख नेताको मनस्थिति बलिएको भन्दै पौडेलको नाम पनि फेरिने बेर छैन। राष्ट्र बैंकको गभर्नरले अवकाश पाउनु 1 महिना अघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको थियो भने यो व्यवस्थाको यसअघि सरकारले पनि बारम्बार उल्लङ्घन गरेका थिए। यसपालि भने जसरी पनि गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ। त्यसैले कांग्रेस एमालेको बलियो सरकारकै धज्जी उडिरहेको छ भन्दै बताइएको छ। सुरुमा कांग्रेस र एमाले बीच गभर्नर कसले लिने भन्नेमा लामो समयसम्म मतभेद भएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफ्नै दलले अर्थ मन्त्रालय लिएकाले गभर्नर एमालेले नै सिफारिस गरेको मानिस हुनुपर्ने अडान लिए। तर नेपाल विद्युत प्राधिकरण र नेपाल धितोपत्र बोर्डका अध्यक्ष प्रधानमन्त्री ओलीले चाहेका व्यक्ति नियुक्ति भएपछि कांग्रेसले गभर्नर आफूहरूलाई चाहेको मानिस हुनुपर्ने अडान राखेको थियो। ऊर्जा मन्त्रालयमा कांग्रेसले सम्हाल्ने पनि प्रधानमन्त्री ओलीले चाहेका हितेन्द्र बहादुर साक्य नेपाल
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति समेत भएका थिए भने त्यसैले गभर्नर आफूले पाउनुपर्ने अडान लिन कांग्रेसलाई सजिलो समेत भएको थियो भने अहिलेको विषयमा तथा अहिलेको समयमा अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणकारलाई गभर्नर बनाउन भन्दै खुल्नमा आएको हो। त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यमान लुटेरा निर्वाचन प्रणाली नचाहिने बताएका छन्। सोमबार वाइसिएल कर्णाली प्रदेश सम्मेलनलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले करोडौं खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन्। करोडौं खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन। दलित उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको भन्दै बताएका छन् भने प्रतिक्रिया प्रतिगामी शक्तिको सम्बोधन संशोधनको कुरा गर्दैछन्। क्रान्तिकारी र प्रतिगामी शक्तिबीच कडा टसल समेत हुनेवाला छ। यसमा आदिवासी, दलित, उत्पीडित, महिला र सबै वर्ग समुदाय सचेत हुनुपर्ने आवश्यक रहेको छ भन्दै उहाँले बताउनु भएको हो। कार्यक्रममा आफ्नै नेतृत्व कोताले सरकारले ल्याएको विशेष प्याकेज केपी ओली सरकारले कटौती गरेकोमा आफूले विरोध समेत जनाएको प्रचण्डले बताउनु भएको छ भने यस्तै जेठमा 15 गते गणतन्त्र दिवसको दिनदेखि राजावादीहरूले गर्न लागेको विरोधलाई प्रतिकार गर्न समेत उनले आग्रह गरिरहेका छन्। त्यस्तै मिटर ब्याज पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेसँगै कारागारमा भेटेका छन् भने पीडितहरू लामिछाने भेट्न सोमबार रूपन्देही जिल्ला कारागार पुगेका थिए। मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुरी संघर्ष समितिका संयोजक आवेदस कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् भने उनीहरूले लामिछानेलाई सरकारले आफूहरूले नै चिन्न छाडेको गुनासो गरेका थिए। जवाफमा लामिछानेले धैर्य गर्नुस्, न्याय मिल्नेछ भनेर आश्वासन दिएका छन्। जित न्यायको हुन्छ तर धैर्य गर्नुस्, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ, सुन्नुपर्छ, सुन्छ, यो नभएकाले अर्कोले सुन्छ। त्यतिन्जेल तपाईहरू बीच फाटो आउनु भएन, एक भएर लड्नुपर्छ। मलाई हेर्नुहोस् त मेरो स्वार्थ के छ, जनताकै लागि लड्दा यो दुःख भोग्नु परेको छ। न्याय पाउनु अगाडि दुःख हुने गरेको छ, यसपछि न्याय हुन्छ। तपाईले पाएको दुःख न्याय पाउनु अघिको हो, नआत्तिनुहोस् भन्दै रवि लामिछानेले बताउनु भएको हो। न्याय पाउनु अघि दुःख हुने बताउँदै उनले मिटर ब्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाएका छन् भन्दै बताइएको छ भने आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरिबको बीचको लडाई लामो समयसम्म चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनु परेको छ भन्दै उहाँले निराश हुँदै आफ्नो जिज्ञासा राख्नु भएको हो। त्यस्तै नेकपा यसका अध्यक्ष माधव कुमार नेपालले युवा संघको मामिलामा मनोमानी गरेको भन्दै सम्मानित नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नेताले सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छन् भने नेकपा यसले पार्टी केन्द्रित सदस्य रहेका संगठनात्मक अध्यक्ष जिम्मेवारी नियुक्तिमा हुने मापदण्ड बनाउँदै गत माघमा अखिलकी अध्यक्ष आरती लामा र युवा संघ अध्यक्ष कृष्ण विकलाई हटाइएको थियो। लामा र विक दुवै झलनाथका पक्ष हुन् र संगठनात्मक रूपमा उपसचिव दय सञ्जीव राई र निर्भीक खनाल, सचिवहरू भेषराज शाह र अनिल बोगटी आफूहरूसँग सल्लाह नगरी एकतर्फी निर्णय गरेको भन्दै विज्ञप्तिमा निकालिएको बताइएको छ भने अहिले पार्टी कार्यालयमा उनीहरूले आन्दोलन समेत गरिरहेको बताइएको छ। त्यसैगरी तिनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी रापरपाले लिने घोषणा गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले जानकारी गराएका छन्। नाजायज रूपमा हिरासतमा राखेका देशभक्त राष्ट्रवादी बन्दीहरूको कानुनी प्रक्रिया रापरपाले सघाउने बताएको छ भने हिजो रापरपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठक बसेको थियो। सो बैठकमा लिङदेलले यस्तो घोषणा गरेसँगै सबैको स्वागत गरेका थिए भने राजसत्ता पक्षधर सबैभन्दा ठूलो दलका रूपमा रापरपाले गरेको यो जिम्मेवारी बोधको राजावादी नेताहरूले प्रशंसा समेत गर्न थालेको बताइरहेका छन्। रापरपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका तिनकुने घटनामा पक्राउ परेका सबैका कानुनी प्रक्रियामा लाग्ने आर्थिक दायित्व समेत रापरपाले बिहोर्नेछ भन्दै बताइएको हो। त्यस्तै काठमाडौँको जडीबुटी पेप्सीकोला सडक खण्डको राइट अफ वे सडक सीमा भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने भएको बालेन शाहले बताएका छन् भने नत्र नहटाएको खण्डमा डोजर समेत चलाइने उहाँले बताउनु भएको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन 35 दिनको अल्टिमेटम समेत दिएका छन् भन्दै बालेन शाहले बताउनु भएको छ। सूचनाका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ बायाँ 15-15 मिटर सडकको सीमा कायम भएको बताइएको छ भने यही सिलसिलामा नेपाल सरकार र महानगरले यसै महिनामा सीमाङ्कन गरेर चिन्ह समेत लगाएको छ भने साथै किला समेत गाडिएको सूचनामा उल्लेख समेत भएको छ। उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास बिना बनाएका अनाधिकृत संरचना आफै व्यक्तिले हटाउनु पर्ने र त्यसका लागि 15 दिनको समय दिएको सूचनामा जानकारी बताएको छ भने तोकेको अवधिमा नहटाए कानुनी अनुसार कारबाही हुने समेत बालेन शाहले सूचना जारी गर्दै बताउनु भएको हो।
त्यसैगरी 1 वर्ष अघि पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु प्रसाद पन्थी आज लुम्बिनी आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन् भने पक्राउ पूर्जी जारी भए पनि प्रदेशसभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसन ग्रहण गरिरहेका छन्। तर प्रहरीको नजर के परेको छ भन्दै जनताहरूले आवाज समेत उठाउन थालेका छन् र 1 वर्ष यता उनी विरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमै भएको छ भन्दै बताएको छ। जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध अनुसन्धान तथा कारबाही शाखा जिल्ला प्रहरी कार्यालय रूपन्देही सहित मातहतको सबै प्रहरी युनिटमा पुगेको छ। तर राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् भन्दै बताइएको हो। पन्थी सञ्चालक रहेको गौतम बुद्ध हाइड्रो पावर प्रणाली काठमाडौँलाई विराटनगरको पल्लवी इलेक्ट्रो प्रणालीको विद्युत सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनाल विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो भन्दै बताइएको हो। त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले आघोषित नजरबन्दीमा राखेको चर्चाले निर्मल निवासले खण्डन गरेको बताएको छ। पूर्व राजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको पनि बताएका छन्। आज सामाजिक सञ्जालमा पूर्व राजालाई नजरबन्दमा राखेको भन्दै अफवाह फैलिएको थियो। त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुक मार्फत प्रश्न पारेका हुन् र श्री 5 महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेका खबरहरू कुनै सत्यता रहेको जानकारी गराउन चाहन्छु भन्दै उनले लेखेका छन्। त्यस्तै नेपाल विद्युत प्राधिकरणले हालै क्षेत्रपत्र जारी गरेको छ भने सो क्षेत्रपत्रमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले प्रस्तुत गरेका सत्य तथा सार्वजनिक रूपमा गरेका दाबीहरू नमिलेको जिकिर गरिएको छ। कति नेपालीको घरमा बिजुली पुगेको छ, प्राधिकरणको चुहावट कति घटेको छ, नाफा कति पुगेको छ जस्ता आधारभूत विषयहरूलाई कुलमानले गरेको दाबी नै गलत भएको क्षेत्रपत्रमा उल्लेख समेत रहेको छ भने त्यस्तै ऊर्जा मन्त्री दीपक खड्काले संसदको रोस्टरमा उभिएर कुलमानले लोडसेडिङ हटाउन लेखेको भूमिकालाई चुनौती दिएका थिए। लोडसेडिङ हटाएको जस अरूलाई होइन, बिजुली उत्पादन गर्ने निजी क्षेत्रका आगामी भारतलाई दिनुपर्छ। हामीले कुलमानसँग प्राधिकरणले जारी गरेको क्षेत्रपत्र उनको कार्यालयमा उद्योगीहरूसँग भएको प्राधिकरणको विवाद लोडसेडिङ अन्त्य गर्न उनको भूमिका बारे सोधेका छौं। त्यस्तै उनको आगामी यात्रा र उनको राजनीतिमा आउने वा नआउने बारे पनि सोधेका छौं भन्दै प्रश्न रूपमा बताइएको छ। त्यस्तै कुलमान घिसिङले मानिसमा भ्रम छर्न प्राधिकरणले क्षेत्रपत्र ल्याए भन्दै कुलमान घिसिङले यति बेला कडा समेत आवाज उठाइरहेको भिडियोहरू समेत अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल हुँदै गइरहेको छ। त्यस्तै सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्ना सांसदहरू कहाँ हुनुहुन्छ, कानुनी प्रक्रिया ल्याउन सहयोग गर्नुहोस्। 22 वैशाखको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी रापरबालाई प्रश्न समेत गरेका थिए भने रापरबालाई प्रश्न गर्ने सांसद थापाकै पार्टीका नेताले सरकारको नेतृत्व गरिरहेका छन्। थापाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको करिब 1 वर्ष पूरा हुन लागेको छ। तर विगत 1 वर्षदेखि नै रापरबा सांसद गीता बस्नेत फरार रहेकी छन्। सरकारले 1 वर्षपछि पनि सांसद बस्नेतलाई पक्राउ गर्न किन सकेको छैन? जो सरकारमा छ उनकै जिम्मेवारी हो। सांसद बस्नेतलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने, तर सरकारको प्रतिनिधित्व गरेका दलहरूले खोइ सांसद बस्नेत भन्दै रापरबालाई प्रश्न समेत गरिरहेका छन् भन्दै यति बेला जानकारी आएको हो। त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा अलोकतान्त्रिक विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी समेत गरेका छन् भने जनकपुर धाममा समाजवादी महिला संघ नेपालले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म अलोकतान्त्रिक विरुद्धको षड्यन्त्र गरिरहेको बताएका छन्। उनले मुलुकमा अलोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिएका छन् भने विगतको 250 वर्षको निरङ्कुश शासनमा महिलाहरूका लागि समानता कतै नभएको उनले बताएका छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तान बीचको तनावमा हात हालहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् भने साथै उनले सम्भावित लडाईँबाट दुवै देश पन्छिएकोमा धन्यवाद समेत दिएका छन्। दुवै देशबीच हात हालहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् भने सोमबार लुम्बिनीमा आयोजित 25-59औं बुद्ध जयन्तीमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण हुँदै गइरहेको उहाँले बताउनु भएको हो।
दर्शक महानुभावहरू, त्यसैगरी आउनुहोस् एउटा अन्तर्राष्ट्रिय समाचारतर्फ लागौं। इन्डोनेसियाको पश्चिमी जामा प्रान्त स्थित गरुड जिल्लाको सागारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगट्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा 13 जनाले ज्यान गुमाएका बताइएको छ भने मृत्यु हुनेमा 4 जना सैनिक र 9 जना स्थानीय बासिन्दा रहेको बताइएको छ। इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल बायु युधारले पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै भने 2वटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराएको थियो, तर तेस्रो खाल्डोमा विस्फोटको तयारी भइरहेका बेला एक्कासी आकस्मिक विस्फोट भएको थियो भने जसले गर्दा यो दुःखद घटना घट्न पुगेको हो। उनका अनुसार विस्फोट हुनु अघि प्रयोगमा ल्याएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थलमा लामो समयदेखि विस्फोट पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो। तर यो कसरी घटना घट्यो? म्याद थपेका गुज्रेका विस्फोट पदार्थ गर्दा नष्ट गर्ने क्रममा 13 जनाको मृत्यु भएको जनाइएको हो। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता जनाएका छन् भने आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पूर्वै ढर्राबाट चलिरहेको अब यसको सेवालाई व्यापक परिवर्तन हुने गरी ऐन ल्याउन लागेको जानकारी समेत गराउनु भएको छ। त्यस्तै भारत पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबैभन्दा विमानस्थलहरू खोलिएका छन् भने जम्मू कश्मीरको पहलगाममा आतंकवादीहरूले 26 पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तान बीच बढेको तनावबीच मे 7 मा भारतले आफ्ना 32वटा विमानस्थल बन्द गरेको थियो। ती विमानस्थलहरू मे 15 को बिहान 5:30 बजेसम्म स्थायी रूपमा बन्द भनिएको थियो, तर दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको छ भन्दै बताइएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा रापरपा कार्यालयमा पुगेका छन् भने 3 वर्ष 3 महिनापछि थापा रापरपा पार्टी कार्यालय धुम्बारै फर्केका हुन्। उनले रापरपा अध्यक्ष राजेन्द्र लिङ्गदेलसँग भेट गरेका छन् भने भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्गदेल नजिकेका थिएनन्। थापा धुम्बारै पुगेका तस्बिरहरू शेयर गर्दै लिङ्गदेलले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए। विशेष गरी 3 वर्ष 7 महिनापछि रापरपा कार्यालय फर्किए कमल थापा भन्दै उहाँले स्वागत गर्दै आफ्नो वक्तव्य समेत राख्नु भएको हो। त्यस्तै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ भने नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रति तोला 3,700 रुपियाँ घटाएको जनाएको छ। महासंघका अनुसार छापावाला सुन प्रति तोला 1,86,800 रुपियाँमा कारोबार भइरहेको छ भने अघिल्लो कारोबार दिन आइतबार प्रति तोला 1,90,500 रुपियाँमा कारोबार भएको थियो। यस्तै सोमबार चाँदीको मूल्यमा पनि 10 रुपियाँले घटेको छ भने आज प्रति तोला 1,960 रुपियाँमा किनबेच भइरहेको समेत छापावाला सुनचाँदी महासंघले समेत जनाएको छ। आइतबार चाँदी प्रति तोला 1,970 रुपियाँमा किनबेच समेत भएको थियो भन्दै महासंघले जनाएको छ। त्यस्तै भारतबाट फर्कदै गरेका नेपालीहरूसँग भारतीय सञ्चारकर्मीहरूले पैसा असुली गर्ने गरेको आरोप लागेको छ भने सुदूरपश्चिम प्रदेशको प्रमुख 2 नाका कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डा चौकी मार्फत फर्कदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीहरूबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका हुन्। भारतको विभिन्न राज्यहरूमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेक जाँच, अपमानजनक सोध्नुपर्छ र आर्थिक वर्ष शोषण शिकारमा भइरहेको समेत जनताहरूले बताउँदै आइरहेका छन्। गौरीफन्टा नाकाबाट फर्किँदै गर्दा कैलाली बम थापाले भारतीय सुरक्षाकर्मीहरूले अनावश्यक झन्झट सिर्जना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताएका छन्। नाकाका सुरक्षाकर्मीहरूले पहिला चेक जाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्। थापाले भने हामी जस्ता दैनिक श्रमिकबाट यहाँ पैसा असुली गर्ने काम तथा लुट्ने काम गरिरहेको समेत उहाँले आफ्नो धारणा राख्नु भएको हो। त्यस्तै बङ्गलादेश सरकारका प्रमुख मोहम्मद युनुसले जलविद्युतका क्षेत्रमा आर्थिक सहकार्य गर्न जरुरी रहेको बताएका छन्। बङ्गलादेश भ्रमणमा रहेकी प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणासँगको भेटमा उनले यस्तो बताएका हुन्। युनुसले भने बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तर पूर्वीमा रहेका 7वटा राज्य बीचको एकता आर्थिक योजना आवश्यक रहेको छ र यसबाट हामीले छुट्टा छुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ भन्दै उनले भनेका छन्। नेपाल र बङ्गलादेश बीच जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उनको भनाइरहेको छ। गत अक्टोबरमा बङ्गलादेश नेपाल भारत माझ नेपालबाट बङ्गलादेशको भारतीय ग्रिन मार्फत 40 मेगावाट विद्युत ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो भन्दै बताएको छ भने उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा विस्तारमा प्रतिबद्धता साथ काम गरिरहेको पनि उल्लेख गरेका छन्। दर्शकमान बाबर, यो सँगै आजका मुख्य समाचारहरू तपाईहरु माझ राखिसकेका छौं। फेरि पनि मुख्य विशेष अपडेटहरूको साथमा उपस्थित हुने नै छौं। अहिले भने तपाईहरु माझबाट बिदा चाहन्छौं। हस्त धन्यवाद, नमस्कार।